जस्ट 31 सेकेन्ड रहेको छ दुर्गेश थापा हाम्रो अल्टिमेट ब्रान्डको गीत मास्टरनी मुभीबाट अरे म्याथ सिक्ने भए म्याथ सिक्ने है गणित गणित ओ माय गॉड ओ हाम्रो अल्टिमेट ब्रान्ड दुर्गेशजीको आगमन भयो दुर्गेश दाई चाहिँ यत्तिकै ब्रान्ड भएन कि दाईको इन्ट्री आउँदाखेरि नि अरा नै छुट्टै हुन्छ नि त अनि ओ माई गड पहिला चाहिँ लिप टु लिप त्यो पैसा ट्रान्सफर गर्नुभएको थियो अहिले चाहिँ अहिलेको नि डेन्जर छ खतरा खतरा दुर्गेश दाई त्यत्तिकै ब्रान्ड कहाँ भएर यार अल्टिमेट ब्रान्ड हो मेरो दाई नेपालमा अहिले 3:30 गयो होला तर अस्ट्रेलियामा 7:30 भएको छ म एकदमै वेटिङ गरिरहेको थिएँ दुर्गेश दाईको मास्टरनी मुभीमा एउटा बब्बाल सङ आउनेवाला छ त्यसको वेटिङमा छु र हामी सँगै यो प्रिमियर सो हेर्नेछौँ लेट्स ह्याभ अ लुक जस्ट 1 मिनट रिमेनिङ मास्टरनी फिल्म जुन चाहिँ एकदमै ब्लकबस्टर हुनेवाला छ अपकमिङ डेजमा र त्यो फिल्ममा चाहिँ एउटा यस्तो बबाल प्रमोसनल सङ हाम्रो इन्डस्ट्रीको ब्रान्ड अल्टिमेट ब्रान्ड दुर्गेश थापाले आज रिलिज गर्दै हुनुहुन्छ दुर्गेश थापा युट्युब च्यानलमा आई एम भेरी एक्साइटेड किनकि बबिना किराती र दुर्गेश थापाको कोल्याबोरेसनको सिङ्गिङ पर्फर्मेन्स कस्तो हुन्छ होला भनेर वेटिङ म अहिलेदेखि होइन पहिलेदेखि नै थिएँ अनि विच इज भेरी गुड यो वेमा किनकि फिल्ममा आउँदैछ फिल्मको प्रमुख प्रमोसनल सङ हुनेवाला छ जस्ट 31 सेकेन्ड रहेको छ दुर्गेश थापा हाम्रो अल्टिमेट ब्रान्डको गीत मास्टरनी मुभीबाट प्रियङ्का कार्कीसँगको उहाँको पर्फर्मेन्स कस्तो बवाल देखिएको थियो दुश्मन हेरेको हेरेमा र त्यसकै जस्तो भाइब देखिनेवाला छ जस्तो लाग्छ काउन्टडाउन 13 12 11 10 9 8 7 र यो उसमा चाहिँ आर्यन सिग्देल एन्ड आयुष्मान जी पनि हुनुहुन्छ 3 2 1 लेट्स सी है त ल भिडियो सुरु भयो त आई एम द फर्स्ट भ्युवर दाइको चाहिँ प्रत्येक भिडियो म फर्स्ट भ्युवरै हुन्छ ओ माई गड ओपनिङ एकदमै बबाल छ है अहिलेसम्म प्रियङ्काजीको आगमन मास्टरनी Good morning, ladies and gentlemen. Please switch off your mobile phone. ओ माई गड स्विच अफ गर्नु पर्यो है मोबाइल स्विच अफ गरेर कसरी हेर्नु अहिले चाहिँ मैले गरिनँ है प्रियङ्काजी ओ वाउ आयुष्मानजीको इन्ट्री चाहिँ बब्बाल नै हो खायो तपाईँहरूले नि हेरिरहनु भएको छ होला इन्ट्री चाहिँ बबाल छ अनि डान्स चाहिँ बबाल अरे म्याथ सिक्ने भए म्याथ सिक्ने है गणित ओ माई गड ओ हाम्रो अल्टिमेट ब्रान्ड दुर्गेशजीको आगमन भयो दुर्गेश दाई चाहिँ यत्तिकै ब्रान्ड भएन कि दाईको इन्ट्री आउँदाखेरि नि अरा नै छुट्टै हुन्छ नि त अनि ओ माई गड पहिला चाहिँ लिप टु लिप त्यो पैसा ट्रान्सफर गर्नुभएको थियो अहिले चाहिँ अहिलेको नि डेन्जर छ खतरा खतरा दुर्गेश दाई त्यत्तिकै ब्रान्ड कहाँ भएर यार अल्टिमेट ब्रान्ड हो मेरो दाई नाइस वा आर्यन सिग्देलको इन्ट्री भयो अब वान मोर त भन्छ नाइस मास्टरनी कहाँ गयो मास्टरनीलाई खोजिआएको म कहाँ गयो त्यो मास्टरनी अब भदौको 5 गते हलमा ए मास्टरनी त अब भदौको 5 गते हलमा ओ माई गड मास्टरनी मुभी जुन चाहिँ एकदमै बबाल रिभ्यू आइरहेको छ हुन त रिलिज हुन बाँकी छ तर प्रमोसनल सङ नै यति मिठो छ रमाइलो क्याची छ रमाइलो खालको छ अनि एकदमै राम्रो लाग्यो म फेरि दुर्गेश दाईको चाहिँ सबै भिडियोहरू चाहिँ मैले प्रिमियरमा नै हेर्ने गर्छु मलाई त्यति मनपर्छ अनि विदेशमा भए पनि मास्टरनीसँग हेर्न पाइयो खुसी लाग्यो एकदमै आर्यन दाईको इन्ट्री बब्बाल छ हाम्रो दिपजी र अर्जुनजीलाई पनि देखेँ एकदमै खुसी लाग्यो मलाई अनि दुर्गेश दाईको पर्फर्मेन्स अनि अरूभन्दा पनि
कोल्याबोरेसन कसको भन्ने के बबिनाजीसँग सिङ्गिङ पर्फर्मेन्सको कोल्याबोरेसन छ, भिडियोमा कोल्याबोरेसन फेरि आयुष्मानजीसँग, आर्यन सिग्दलसँग, प्रियङ्काजीसँग। उफ, यो ब्लकबस्टर नभएर भयो त। अब यो गीतलाई चाहिँ सबैजनाले माया गरिदिनु होला अनि टिकटक बनाउनु होला, भिडियो बनाउनु होला। म पनि अब भोलिबाट फेरि म्याथ सिक्न जानेवाला छु। म चाहिँ आफ्नै मास्टरनीसँग सिक्नेछु। हाम्रो प्रिन्सी सबै चिजमा एकदमै पोख्त हुनुहुन्छ नि त, मेरो मास्टरनी उहाँ नै हुनुहुन्छ। अब हजुरहरूको मास्टरनीलाई चाहिँ यो गीत सेयर गरेर पठाइदिनु होला। टिल देन सबैले माया गर्नु होला। थ्याङ्क यू सो मच। आई लभ यु दुर्गेश दाई एन्ड एभ्री वान। ए साँच्ची मास्टरनी चाहिँ 5 गते है त।